क्लास 12 को रिजल्ट अब आउने पक्का भयो। यानिबीले ठुलो अपडेट दिएको छ। तपाईँ पनि रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आजको भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आज म तपाईँलाई बताउने छु रिजल्ट कहिले आउँछ, कसरी हेर्ने, किन ढिलो भइरहेको छ। नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। यस वर्ष देशभरबाट लाखौँ विद्यार्थीले क्लास 12 को रिजल्ट दिएका थिए। अहिले एन्सर सेट चेकिङ र मार्क एन्ट्रीको काम भइरहेको बताइएको छ। कतिपय विद्यार्थीले सोसल मिडियामा रिजल्ट आज आउँछ, भोलि आउँछ भन्ने फेक न्युज पनि देखिरहेका छन्, तर अफिसियल रूपमा अहिलेसम्म फाइनल डेट आएको छैन। तर मैले बुझेअनुसार रिजल्ट असार अन्तिम वा साउनको पहिलो हप्तासम्म आउने सम्भावना धेरै बताइएको छ। अब सबैभन्दा ठुलो प्रश्न, आखिर रिजल्ट कहिले आउँछ? अघिल्ला वर्षको ट्रेड हेर्दा परीक्षा सकिएको लगभग 2 महिनाभित्र रिजल्ट प्रकाशित हुने गरेको छ। त्यसैले यस वर्ष पनि असार अन्तिमदेखि साउन महिनाको हप्ताभित्र रिजल्ट आउने धेरै सम्भावना देखिएको छ। यदि अफिसियल नोटिस आयो भने म सबैभन्दा पहिले अपडेट दिनेछु। त्यसैले च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि प्रेस गरिदिनुहोस्। रिजल्ट आएपछि मोबाइलबाट सजिलै हेर्न सक्नुहुन्छ। वेबसाइट रहेको छ तपाईँको। यानिबी वेबसाइट खोल्ने, सिम्बल नम्बर हाल्ने, डेट अफ बर्थ हाल्ने अनि सबमिटमा क्लिक गर्नुपर्ने साथीहरू। मेसेजमा गएर तपाईँले एसएमएसबाट पनि हेर्न सक्नुहुन्छ। एसएमएसमा गएर तपाईँले यानिबी स्पेस सिम्बल नम्बर लेखेर 1600मा सेन्ड गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँको रिजल्ट मोबाइलमै आउँछ। साथीहरू, अहिले युट्युब, टिकटकमा धेरै फेक डेटहरू फैलिरहेका छन्। कसैले पनि आज राति रिजल्ट आउँछ भनेर कन्फर्म गरेको छैन। त्यसैले अफिसियल नोटिस बिना विश्वास नगर्नुहोस्। सर्भर बिजी भएर रिजल्ट ओपन नभए फेरिबाट ट्राई गर्दै रहनुहोस्। थोरै समय फेरि ट्राई गर्नुहोस्। अब तपाईँको विचार, रिजल्ट कहिले आउँछ होला? कमेन्ट गरेर भन्नुहोस्। भिडियो मन पर्यो भने लाइक, सेयर, च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को युजफुल भिडियोमा।